गाइस हामी आज कहाँ जाँदैछौँ भने कलङ्की मन्दिर होइन के हो भिन्न मन्दिरको नाम के कोठा खोज्नु यो नै बाघ भैरव त बोल्नु कुन पल्लो मन्दिर मन्दिर बाघ भैरव नै यो अर्कै मन्दिर अर्को हेर्नु न पछा बाघ भैरव छ जहाँ आलम झन्डारे ऊ मन्दिरको नाम अर्को यो हाम्रो मेरो फेभरेट फ्लावर हो यो फेभरेट फ्लावर गाइस व्हाइट कलरको रहेछ वाउ पिङ्क रेड सोफा नानीहरु ऊ बेटे हाइब्रिड ल्याउनु नि पुए एकामा हप्पा खुल्ला ना वाउ वाउ कुसन ठन्डै छ अनि हैन लगाइयो सब हुने गाइस एक एक लगेर गाइस माथि जानुपर्ने हामी ये ब्लॉक कितने बनाए पूरा बनाउनु कि काट काट टुक्रा भन्थे मान्छेलाई सोध्दै यो कुन भाषा हो यो लखन त के हो रे नेवारी अलग्गै लिपि हो नेपाली नै जस्तै देवनागरी लिपि हुन्छ नि तस्तो अलग्गै छ ए त्यही त अनि होला नि त तुला खटर ड्याम जस्तो दोकानमा गए जो फिल हुन्छ नि गाइस अब यहाँबाट हामीले माथि जानु पर्ने हो नि त्यही त सिधै हाइट हामी हिल क्लाइम्ब गर्दैछौँ हिल क्लाइम्बिङ हाइकिङ भनेर भने हाइकिङ एकै भयो त अनि हामी टेम्पलमा पुगिसक्यो है टेम्पल अस्ति कहाँ पाउने बजार देख्या बजार यो आज कहाँ हो त उमा महेश्वर मन्दिर क्या वाचो अस्तिको नै हो अस्तिको त पुग्यो हामीले हेन्जा बजार देख्थ्यो नि अहिले त फोटो हो अस्ति डे भ्यू नाइट भ्यू था डे भ्यू जस्तो चाहिँ नाइट भ्यू हामीले हालेको थिएँ आज डे भ्यू भन्ने फाइनली